बा यिनी मेरी श्रीमती र यिनी मेरी फुल जस्ती छोरी र यिनलाई सिकाउँदैछिन् यिनी मेरी कान्छी छोरीले र आउँदै हुनुहुन्छ हाम्रा बाबु नानीहरू हाम्रो ज्वाइँ राजा हुनेवाला ज्वाइँ राजा आउँदै हुनुहुन्छ र उहाँलाई स्वागत गरौँ। नमस्कार 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 आउनुहोस् न। हस् धन्यवाद। मेरो फुल जस्तो छोरो अनि बाबुको पढाइ कति? मैले त्यसलाई पढेको छु। अनि बाबुको पढाइ चाहिँ कति? मैले 10 पास गरेको भए 10 मा पास गरेको पनि थियो अनि बिजन सैलाका पढ्दै ए मेरी छोरीले त बेसमा पढ्दैछ। त्यो घरमा धन सम्पत्ति चल्दैछ त्यसो त खासै पढ्न लेख्न काम गर्नतिर लागेन छोरा। सम्पत्तिकै कुरा गर्नु भयो अनि यति आफ कि क्या के सोध्नु चाहन्छु नबोला हामी दुइटाको बोल। अनि धन सम्पत्तिको कुरा गर्ने धन सम्पत्तिको कुरा नगर्नुहोस्। 5वटा भइसक्यो गाउँमा 6वटा बाख्रा 10 बिरा खेत छ त्यस्तै काम गर्ने मान्छे राखिया हातले त्यसै गर्छ। ए अनि तपाईँका बाबु चाहिँ कति भाइ हो नि? बाबु एउटै हो एक कान्छो छोरो एउटै 12वटा पहिले पढ्नु तपाईँले त टिभी बनाउनु भएछ नि सन्धिज्यू नै छोराको आसमा छोरी छोरी गर्दै बाबुको जुङ्गाको नि बस्दै गरेको लामो बनाउँदैछ बल्ल 32 को लाग्यो। हजुर धेरै उमेर भएको छैन। मेरी छोरी त भर्खर सप्ताहमा टेकिन्छ नि। ए भात पनि धेरै त भएको होइन कि त्यही 32 हो। बाबु के छ अरू? एकदम ठिक छ नि ठिकै छ। अनि ए म त भसुक्कै मेरो फेरि भुइँ बानी छ औषधि खान्छु। तातो चिसो के खानुहुन्छ? प्रिया प्रिया आऊ त तातो चिसो लिएर आऊ त। छोरीलाई लिएर आऊ न। के गर्नुहुन्छ नि? हाम्रो त केही गर्न पर्दैन त्यही 5वटा भैँसीको दुध बेचेरै घर खर्च बाबु केही छैन 32 वर्षको छोरालाई यसै राख्नु भएको छ। हाम्रो त बस्ने खाने त्यही हो। अनि मेरी छोरी त नबुझ्ने कि बाबु खासै पढे लेखेका पनि रहन्छन्। छोरीले कति पढेको नि? मेरी छोरीले 15। ए अहिले केही हुन्न। उनले जानेको उनलाई सिकाउने उनले जानेको उनलाई सिकाउने केही हुन्न। मैले अझै पढ्न चाहन्छु मैले पढाउँला छोरीलाई। मेरी छोरालाई पढाउँदा होइन मेरी छोरीलाई के पढाउनु? छोरा त पढेन कि उनले लिँदै हिँड्दै गर्थ्यो। अब यिनै हुन् के अरे छोरी अब बाबु नानीलाई कुरा गर्न दिदी त होला नि। जाऊ नानी तिम्रो रुम कोठामा लिएर जाऊ बाबुले। धेरै रुचाउँछु के छ खबर सन्चै छौ? शान्ति छु तपाईँ सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। अनि तिमीलाई कस्तो लागिरहेको छ त आजको दिन हामी तिमीलाई खबर नगरिकन माग्न आएँ? राम्रै लाग्यो मलाई थाहा पनि थिएन। अनि कसले भन्नुभयो त हामी यहाँ यसरी आउने? म त अहिले कलेजमा पढ्दैछु अझै अघि पढ्न चाहन्छु। हुन्छ तिमीले चाह्यो भने तिमीलाई म मास्टरसम्म पनि पढाउँछु तिमी नगर तिमीले पढे हुन्छ त्यसो भए अनि योभन्दा पहिले तिमीले कसैसँग माया थिएन त नि? त्यस्तो बसेको त थिएन। अरूले मलाई मन पराए पनि म त पढ्दै थिएँ। म त्यस्तो केही गरेन। तिमीलाई किन अरूप्रति आकर्षित नभएर मसँगै बिहा गर्न चाहेको त नि? मसँग बिहा गर्छ बिनाइ त नि अब म फेरि अलि सोझो सोझो म अलिक सोझो सोझो मान्छे मलाई पनि यस्तै सोझो मान्छे चाहिएको थियो। भने जस्तै पायो त भनेर हो पाएँ पाएँ मायाहरूको मलाई छिटै नाम भन्। मलाई छिटै नाम एकदम सम्झिज्यूसँग कुरा गर्नु पर्यो। कता जानुभयो? ए सम्झिज्यू हामी बोल्ने थियो भएन। अब ठुलो त त्यही हो छोरी हामी मन पराइयो केटाकेटी राजी भयो हामी केही गरिदिनु भएन। ओलियते सम्झिजी हेर्नुहोस् म पनि मेरी पनि एउटी मान्छे छोरी म पनि यस्तो शास्त्री विदेशी एउटी दाइकी छोरी बस्दै बस्दै छोरीहरू के भनौँ दाइको कुरा के हो दाइको साइड त त्यस्तै हो छोराको दाइतिर अगाडि मलाई त यस्तो एउटा गाडी भयो भने अझै राम्रो हुन्थ्यो। सम्झिजी
नपाए त त्यति त नरिसाउ दिन पर्छ गर्दा त्यति त दिन पर्छ छोरीलाई पनि यसो सोच्न पर्यो त्यही भएर त्यति त अब छोरीकै लागि भए पनि गर्नु पर्यो सम्झिदिउँ त्यति त पर्छ सम्झिक यस्तो राम्रो मलाई